नमस्ते आजको कार्यक्रममा चाहिँ हामीले एउटा पाहुना बोलाएको हो पाहुना भनेको चाहिँ के भनेदेखि अब फिल्म खेल्ने हिरो एकदम खतरा हिरो के अब एकदम खतरा नाम चाहिँ के भने नाम के अरे राजेश भाइ आउनुहोस् राजेश भाइ हो नमस्ते राजेश भाइ भने तपाईँ हुने हजुर अनि यहाँ किन आउनुभएको खासमा भन्नुपर्दा चाहिँ मलाई आज यहाँ बोलाउनु भएको थियो तपाईँहरूले केही इन्टरभ्यू छ मैले बोलाएको हजुर तपाईँको कार्यक्रमबाट राजेश राजेश हो रहेछ हो हेलो तपाईँ भर्खर चिन्नुभयो क्या मलाई कस्तो तपाईँ अलिक लामो भएछ है हजुर यसपालि चाहिँ मैले कपाल काट्ने जमर्को गरिनँ नयाँ चलचित्रको लागि हो कि के हो हजुर त्यस्तै भन्नु पर्यो अब नयाँ कथाको माग अनुसार त त्यो के भन्छ माग अनुसार चल्नु पर्यो त्यसैले अब कपाल नकाटिकन मुभी गर्नु लागेको छु चैत आइसक्यो माग अनुसार चलेर हजुर बुझिनँ चैत महिनामा माग अनुसार किन चाल्यो ए मैले भन्नु खोजेको चाहिँ कथाको जुन फिल्मको कथा हुन्छ चलचित्रको हो त्यसको कथा अनुसार चल्ने भनेको त्यसो भन्नु न हजुर त्यसो गरे कसो होला कसो गरे भन्नु मैले हजुर भन्नुहोस् बुझिनँ कुरा बुझिनँ कुरा बुझाउन पछि हजुर प्रश्न तिर्दा है हजुर हजुर प्रश्न तिर्दा हुन्छ हजुर त्यसो कसो होला राम्रो होला तपाईँको अब तपाईँको सो छ अब तपाईँको जो इच्छा लाग्छ त्यही गर्नुहोस् धेरै चाहिँ नबोल्नु न ए हजुर अलिअलि पहिलो प्रश्न छ के हो तपाईँको अब पहिलो प्रश्न छ तपाईँको आउने फिल्म कुन हो हजुर अब तपाईँले प्रश्न सोध्नु यसमा चाहिँ त्यो अप्सन भन्ने छैन है अप्सन सोध्नु पाएन हजुर हजुर अहिलेको परिप्रेक्ष्यमा अब मैले के गरेको छु भने अहिलेको लागि तत्काललाई त मैले फिल्म खेलेको छैन तर एउटा फिल्म जो आएको छ त्यो चाहिँ अब अहिले सुटिङ अब हुने अवस्थामा छ त्यो फिल्मको नाम चाहिँ अब अहिले फिक्स भइसकेको छैन हजुर नामाकरण राम्रोसित अहिले भइसकेको छैन सबै स्क्रिप्टहरू सबै तयार भइसकेको छ त्यस्तै भन्नु पर्यो हजुर तपाईँले हँसाउने कुरा गर्नुभयो हजुर दोस्रो प्रश्न छ तपाईँले बिहे किन गर्नु नभएको तपाईँहरूको यो इन्टरभ्यूमा जाँदाखेरि मलाई कहिले पनि यो प्रश्नबाट वञ्चित चाहिँ गराएन सधैँ सोध्नुहुन्छ खुसी पनि लाग्छ अब बिहे किन नगरेको भन्ने कुरामा चाहिँ अब सायद मैले कोही पाउन सकिनँ होला जो म हेर्छु अस्ति त्यो के तपाईँको श्रीमती भनेर आएको थियो नि बाइ द वे त्यो उहाँ चाहिँ मलाई सुरुमा त्यो कुरा जुन सुनेको थिएँ एकदमै के भन्छ त्यो एकदमै रिस उठिरहेको थियो किनभने अब म जो एकदमै यो नेपाली चलचित्रमा एकदमै डेडिकेटेड भएर म काम गर्छु म यस्तोतिर लागेको छैन जो म भन्छु सत्य भन्छु तर कस्तो भयो भने उहाँले मेरो श्रीमती भनेर क्लेम गर्नुभयो मलाई एकदमै बडा अचम्म लाग्यो र म एकदमै एक प्रकारको रिस पनि उठ्यो तर पछि बुझ्न जाँदाखेरि उहाँको यो मेन्टल डिसअर्डर रहेछ उहाँको यो ठिक छैन रहेछ त्यही भएर अब
तपाईहरुले थाहा पाउनुभयो होला ठिक छैन त्यस्तो हजुर भन्नाले उहाँ चाहिँ त्यस्तो होइन नि हजुर तपाईँ त एकदम सत्य सज्जन हुनुहुन्छ एकदम राम्रो हुनुहुन्छ धन्यवाद अनि कति प्रश्न भयो हजुर मेरो उमेर भन्नुपर्दा उमेर सोधेको थिएन मेरो प्रश्न कतिवटा भयो भने तपाईँको तपाईँले 2टा जति सोध्नुभयो होला तेस्रो प्रश्न छ हजुर तपाईँले गीत गाउनु पर्यो भने कुन गीत गाउने अब गीत म आफैले गाएको त छैन अब गाउने पर्यो भने कुन गाउने यस्तो छ अब गीतहरू मेरो धेरै छन् जो मलाई मनपर्छ तर पनि अब मैले गाइहाल्नु पर्छ भनेदेखि म मेरो पुरानो जुन मुभी छ धेरै वर्ष अगाडिको हो त्यो चाहिँ म एकचोटि रिमाइन्ड गर्न चाहन्छु 1 2 7 खुसी छु म छ तिमी भन्दा धेरै यति मात्र आउँछ मलाई त्यति मात्र हजुर त्यति मात्र गीत हुन्छ यो गीत चाहिँ मलाई बडा अच्छा लाग्छ तपाईलाई यदि आउँछ भने मलाई अलिकति गाइदिनुहुन्छ कि मलाई एकदमै राम्रो लाग्छ म गाउने हजुर तपाईलाई यदि यो गाना आउँछ भने 1-2 लाइन गाइदिनुहुन्छ कि मलाई बडा राम्रो लाग्छ ल सुन्नुहोस् है त खुसी छु म आज तिमीभन्दा धेरै तपाईलाई पनि त्यति मात्रै सर होइन केही छैन सर माफ गर्नुहोस् है त्यसो भने के छ होला ठिक छ एकदमै राम्रो अब 1 2 3 चौथो प्रश्न छ हजुर तपाईँले प्रश्न मेचेछ भने प्रश्न बनाएर सोध्नुहोस् त्यो अब प्रश्न तपाईलाई के चाहिँ सोध्नु मन लाग्छ त्यही सोध्नुहोस् त्यही लेखेकै कुरा सोध्नुपर्छ भन्ने त मलाई लाग्दैन तपाईहरुले यहाँ मलाई किन बोलाउनु भयो अब त्यो तपाईले कपाल लामो राख्नुको मतलब के त्यो कुराको के भन्छ पुष्टि त मैले अघि नै गरिहालेँ जस्तो कि मेरो अब नयाँ आउने मुभीको लागि चाहिँ जो नायकको रोल हुन्छ तपाईँ नयाँ मुभीको कुरा नगर्नु न पहिलादेखि नै कपाल लामो राखेको त्यो चाहिँ मेरो एउटा शौक भन्नुपर्छ मलाई कपाल लामो राख्न चाहिँ मनपर्छ र मलाई जहाँसम्म लाग्छ मलाई कपाल लामो नै सुहाउँछ कि हजुर अहिलेसम्म छैन किनकि म एक कलाकार भएको नाताले यति त गर्न पाउँछु कि जस्तो लाग्छ त्यो मेरो अधिकार छ जस्तो लाग्छ मलाई अब त्यो ढिलो त अब तपाईको इच्छा हो अब केही सोध्नु छ भने सोध्नुहोस् न भने मलाई काम चाहिँ छ अब मैले त्यतिकै बोलाएको है तपाईँ यो इन्टरभ्यूमा पैसा आउँदैन फेरि पैसा आउँदैन केही छैन ओके तपाईले म एउटा कुरो के भन्न चाहन्छु भने म चाहिँ एक कलाकारको साथसाथै एउटा समाजसेवी पनि हो त्यही भएर मलाई अब पैसा नभए पनि केही छैन म एउटा तपाईले बोलाइदिनु भयो म बडा खुसी लाग्यो समाजसेवी भने समाजसेवी भए तपाईँ समाजको सेवा गर्न जानुहोस् यहाँ इन्टरभ्यू दिएर समय खेल्न नखानुहोस् तपाईँ बडा अचम्मको मान्छे रहेछ बोलाउनुहुन्छ अनि गइहाल्नुहोस् भन्नुहुन्छ ठिकै छ म त बोलाएँ थ्याङ्क यू सो मच आउनुपर्छ